So hello and namaste guys, welcome back to my another vlog. So I hope तपाईहरु पनि सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। र अनि मम्मी चाहिँ मैले भन्दा जानु मान्नु भएन हैन। अब 28 गते 26 गते जसरी पनि 26 गतेसम्म आइपुग्छु भनेको छु। अब दिदीहरुलाई हुन्छ नि त भन्ने भयो। अब नानीको बर्थडे 28 गते हो। यो 26 गतेसम्म आइपुग्नु हुन्छ जसरी भनेको छु। मैले चाहिँ भोलि जानुपर्ने बेला भयो। सो मैंने चाहिँ लुगा पनि पठाइसकेँ। ओ बक्सर, सरी गाइज मेरो बक्सर त्यही थियो है। लुगा पनि मेरो चाहिँ तयारी भइसक्यो। अब लेट्स सी। अब दिदीहरूले अनि साथीहरूले आल्चाले भन्दै हुनुहुन्थ्यो। आल्चाको बोर्डमा म गएर देखाइदिन्छु तपाईँहरूलाई आल्चाको बोर्ड कस्तो गएको छ भनेर। कस्तो घाम हो आज। मैले कति दिन पछाडि घाम देखेँ के भन्नै पर्दा। अन्त पानीको पानी आज पनि पानी पर्ने रहेछ गाइज, हेरौँ न। पानीको पानी है, आज पनि पानी पर्ला जस्तो छ। आल्चाको बोट यहीँ देख्न सक्नुहुन्छ यहाँ माथि। केही पनि छैन है अहिले आल्चाको नाममा। यहाँ एउटा रहेछ, यही एउटा आल्चाको नाममा छँदै छैन। के ल्याइदिनु तपाईहरुलाई छैन। आज त कसम दामी बादल दामी भइदिरहेछ यार आकाश। त्यही हो गाइस, कति दामी फुल रहेछ यार यहाँ दाजुकोमा। हेरौँ त अन्त। फुलको गार्डन त्यही हो। अरू त के सिक भन्नु र। मैले जति मम्मीलाई फकाउन सकिनँ क्या। यति फकाएँ मैले, यति फकाएँ जिन्दगीमा अहिले कसलाई पनि यति साह्रो फकाएको थिएँ। जस प्रकाश दाजुले गार्डन फुलको उयो चाहिँ दामी बनाएको छ। यो गेट फुल टक्क यो च्यादरहरू पनि हाल्नु भएछ। पटसट लिएर ठक्कसँगले दामी बनाउनु भएछ। यता पनि छ है। अनि ठक्कै यहाँ नाली छ नि त। यो नालीले गर्दाखेरि यहाँ भत्किन्थ्यो, भत्काएर फेरि दाजुले वाल हाल्नु भएछ। आज त झापा जस्तो घाम लागिरहेछ, हेरौँ न। अनि बादलहरू पनि के भन्नु छ र मैले यार। माथि अब आडु पाकेको छ कि छैन हेर्छु ल। आडु हाम्रो गाउँतिर आडु पाइन्छ क्या, विकासी आडु। अर्को त पाकेको छैन, फलेको पनि छ कि छैन। आज यताको हातले पक्रिनु पर्यो, अप्ठ्यारो पो हुँदो रहेछ। यो चाहिँ हाम्रो मेमेङमा रहेको चाम्लिङ खाजा घर। चाम्लिङ खाजा घर बाजुमै हुनुहुँदो रहेछ त। दाजु चाहिँ काममा जानुभएछ। यो हाम्रो काकाले किन लाइट जहिले खुल्ला राख्छ। सो त्यही हो गाइस, माथि आडु भोगोमा पुगेर भेटौँ त। सो गाइस आडु भोगोमा पनि आएको। आडु चाहिँ पाकेकै रहेन रहेछ। यहाँनिर छ आडुको बोट चाहिँ है। यतातिर छैन, उतातिर छ। पाकेकै रहेन। त्यो पनि विकासी आडु हो कि ठुल्ठुलो खालको हो क्या हो। पाकेकै रहेन रहेछ। मलाई त आज त आकाश हेर्दै मजा आइरहेछ यार। दामी भइरहेछ नि त। काका चाहिँ उपर काम गर्दै हुनुहुँदो रहेछ। बहिनी रहेन रहेछ, कहाँ गयो। सो त्यही हो। आजको मौसम चाहिँ ऐसा लग रहा है कि घर के अंदर से बाहर ही ना निक्लूँ अरे। हाँ यो खालको फुल रहेछ त यहाँनिर। कस्तो दामी हुन्छ, सानो सानो चाइनिज गुलाब भन्छ कि के पो भन्छ यसलाई त। यहाँ रहेछ फुल त मेमेङमा नि कस्तो कस्तो भन्नुहुन्छ, त्यस्तै त्यस्तै पाइन्छ कि। रोप्दैन
आज यहाँ भन्दा म यहाँ भाउजू चामलिङ खाजाघर भाउजूहरूकोमा घरैभरि परेबाट गराउँदैछ को भाउजूले परेबाट हालौँ हालौँ भन्दै हुनुहुन्छ सो त्यही हो होइन सबैजनाले सब्सक्राइब गरिदिनु होला भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला राम्रो नभए पनि है अब बढी झापा झरिँदैछ भोलिदेखि चाहिँ यति दामी दामी कन्टेन्ट लिएर आउँछु यस्तो कुरै छोड्दिउँ अनि अर्को कुरा त भतिजलाई सरप्राइज पनि दिन्छ अब भतिज त सानो हुनुहुन्छ सानै छ 1 वर्ष पुग्नेको 28 गते 1 वर्ष पुग्छ त्यही 1 वर्ष पुग्दाखेरि बर्थडे मनाउने भनेको छ दिदीहरूले हामी गिफ्ट लगिदिन्छ भतिजलाई भाउजू चामलिङ खाँदा गर्छ यही गाइस दाजुले मलाई पक्कै के न के चाहिँ भन्नुहुन्छ लाइफबाट हैन ब्लगबाट ए यतै छ म माथि पुगेर यहाँ के खिच्दैछिस् यहाँबाट मैले खिचिनँ मैले भ्लग बनाउँदैछु के को जुम पार्छ डल्ले मस्त सुतिरहेको रहेछ मैले देखाएको त भाउजूलाई चामलिङ खाजाघरको मालकिन पैसाले तिरेर पैसाले थिचेर नसकिनु यहाँ हाम्रो यहाँ दाजुले नै मात्रै हो यार सुँगुर पनि पाल्नु भएको छ ऊ तल गोरु पनि पाल्नु भएको छ यहाँ ब्रोइलर पनि अनि यता छोरा पनि दोकान पनि बुढी पनि कुरै नगरौँ कसले त्यस्तो खान्छ गाइस 3x हो अन्त यो 3x हो ए 3x रम त यहाँ पो रहेछ त यो कुन हो सिक्किमे पो रहेछ त यो ओल्ड मक्स यो पनि सिक्किमे यो चाहिँ के हो हस्पोट आज मेरोमा डाटै सकिएको छ अर्को भिडियोमा भेट्नेछु है सबैजनाले लाइक सेयर सब्सक्राइब हानिदिनु होला धन्यवाद।